लामा है मैले एउटा कुरा सुन्न गइरहेको छु होइन त्यसको एन्सर तपाईँले जे जाने मोबाइलमै कुराकानी गर्ने नै केही हुँदैन ल भन्नु न अनि यो उमेरमा लाज लाएर हुन्छ त के गराएको छ त मैले त्यही एउटा भिडियो बनाउनु लागेको त अनि आमा अहिले हिजो माला गर्ने गरिराखेको छैन हो अनि माला गरे अनुसार मैले भने तिमीले भने मैले मानेपछि मैले भने तिमीहरूले मान्नुपर्छ भन्छ मैले भने तिमीहरूले मान्नुपर्छ ल म एउटा क्वेसन भन्छु क्या तपाईँलाई लामा है त्यो चाहिँ कुरा गर्नु सुन्नु न हो भिडियो यही कुरा ल ल म एउटा कुरा सोध्छु क्या तपाईँलाई सत्य भने के होला भन्नु त सत्य भने सत्य नै हो सत्य भने सत्यको अर्थ के हो सत्यको अर्थ सत्य भने सत्य नडहोस् झुटो नदहोस् हो एक कुराकानी गर्ने हुन्छ सत्य नडहोस् झुटो नदहोस् झुटो तग्दैन सत्य डग्दैन हो सत्य भने सत्य नै हो अनि कर्म भने के हो त आमा कर्म भने हिजोको कमाइ हो हजुर दुःख सुख भन्ने हिजोको कमाइ हो हे मुन किन हरिनाम जप्दैनौ किन हरिनाममा बोल्दैनौ हो अनि कस्तो मान्छेले कहिले हार खाँदैन ल भन्नु त कस्तो मान्छे भने सत्य सत्य डग्दैन भने त्यही हो हजुर सत्य सत्य भने सत्य नै हो भने त्यही हो हार खाँदैन त्यसले त्यसको त्यो सरल बन सबका सारा सरल बन सबका सारा सबका सारा सरल बन्ने हो आफ्नो आफ्नो भने के हो अर्को भने के हो त्यो आफ्नो र अर्को त्यसले छुट्याउँदैन सत्य भने त्यही हो सत्य भने सत्य नै हो हो जीवनको सबैभन्दा ठुलो धन के हो धन हो धन भने हो पढ्नाले रति हुन्न ज्ञान बुझी ल्याऊ ज्ञान हुन्छ एक भक्तिले हजुर हो ज्ञान हुन्छ एक भक्तिले पढेर मात्रै ज्ञानी हुँदैन हजुर एउटै कुरो गर्नुपर्छ त्यसले जीवनमा सबभन्दा ठुलो ज्ञान ज्ञान ज्ञानीको ज्ञान ठुलो दानको ज्ञान नै सबैभन्दा ठुलो धर्म के अरे ए धन हो धन हो ज्ञानभन्दा ठुलो धन अरू केही पनि छैन केही पनि छैन हो बाबु हो यो कुरा हो ज्ञानभन्दा ठुलो धर्म केही छैन सबैभन्दा धनी को मान्छे हुन्छ ल भन्नु त को धनी धन भने खाक हो यसो भने लाख हो सबै ए आज त कुरा गऱ्यौ तिमीले ठिक गऱ्यौ बाबा अनि के भने सबैदेखि नम्र हुने सुहाउने अर्कालाई दिएर खान पाइयोस् अर्काको आश गर्नु नपरोस् हो